यहाँको राजा मल्ल राजाहरूले चाहिँ उनीहरूको तान्त्रिक विधि गरेर अनि त्यो मल्ल राजाहरूले के गरेछ ढुलो कुलको डम्बा नाम्दा गे मासु नम त कि मारो डोलो डुम्बो नाम त गे नेमी के आयो यो सम्मित भयो उनीहरू त हैन त्यो कालो शिला धरेको छ अनि ढुलो कुलको डम्बा नाम्दा के अनि तान्त्रिक विधिले ज्ञान लिएको छ के र सर्च गर्यो अनि ढुलो कुलको यो त भगवान हो भनेर क्या अनि त्यहाँ ढुलो कुलको डम्बा नाम्दा के नेमेसेने दम्बा अनि ठुई भन्छ हाम्रो यो ठुई ढुलो कुलको ठुई गऱ्यो पूजाआजा गर्यो अनि बल्ल के भयो भगवानको रूप लिएर त्यो शिला पत्थरबाट भगवानको रूप आयो अनि रूपमा त्यो तान्त्रिकले के भन्यो हामी देवता आउने मान्छेले के भन्यो ढुलो कुलको डम्बा नाम्दा के नेमेसम्म नम्बर डम्बा नु म चाहिँ महाकाल हुँ म चाहिँ तपाईँहरूको सबै मानव जगतलाई उद्धार गर्न आएको तर यसरी भोग दिन मिल्दैन भनेर अनि ढुलो कुलको डम्बा नाम्दा शैम्भुनाथमा पनि आमा हुनुहुन्छ उहाँ आमाले पनि ढुलो कुलको डम्बा नाम्दा के नेमे दिने माछा ताकुलो डम्बा त्यो अलिकता दुध बिरानी बच्चाहरू खाइरहने त्यस्तो रहेछ अनि हिले किल्बा ढा नाम्दा कि मारी तिमे नेमे तेमे माता नामा तमुनुमुको भन्छ त्यो भने चाहिँ वरिपरिको देवी देवताले पनि के भन्यो हजुर चाहिँ यहीँ बस्नुपर्छ हजुर भएन भने त हामीले त दुःख दियो हामीले केही गर्न सकेन हाम्रो तन्त्र मन्त्रले केही पनि भएन भनेपछि ल यसो भए तपाईँले मैले भनेको कुरा मान्यो भने मात्रै म बस्छु नभए म संसारभर पुग्नुपर्छ म त यहीँको मात्रै होइन नि म त संसारभरको भगवान हो भनेर अनि ढुलो कुलको डामा नाम्दा गे नेमे माता लाग्छ कि नेमे सो सुन्नु म दमटीले माटो डु माटो डामा नामा दामा गे मारो ठोलो कुलो डमा नाम्दा गे भनेपछि उहाँले त्यो शिलाबाट भगवान निस्किनु भयो के निस्किनु भयो ढुलो कुलको सेतो सर्वले डम्बा नाम्दा गे नेमे घाँटी बेरेको ठुलो कुलबाट छातीमा सेतो सर्व बसेको अनि धामा नामा दामा गे नेमे त्यो रूप सबै भनेर महाकाल अनि त्यो विधिगत गर्ने हामीले यस्तो विधि गर्नु यति गर्नु भनेर लक्ष्मी चढाउनु त्यहाँ फुल दिनु अन्नहरू चढाउनु के सबै चढाउनु भनेर सिकायो अनि सिकाएपछि ढुलो कुलको डम्बा नाम्दा गे नेमे माछा नामा डु मारा दामा नामा दामा ऋतु कुलो तो कि नमस्ते माछा नामा सामा नामा भने त्यहाँबाट के भयो ढुलो कुलको डम्बो नाम्दो गे नेमे दिला डम्बा वरिपरिको भगवानहरूले पनि के दुःख दिन जान्छ ल यहाँ तपाईँ आएर बस्नु भएन ढुलो कुलको डम्बा नाम्दाखेरि यहाँबाट चाहिँ हामीले चाहिँ तपाईँ यहाँबाट गइदिनु पर्यो तपाईँ आफ्नो ठाउँमा जानु पर्यो यहाँ बसेर हुँदैन भनेर महाकालले के हुँदैन तपाईँहरूलाई यो हिंसामात गतिविधि गर्ने मान्छेले दुःख दिने मान्छेले बिरान बनाउने अनि मान्छेको भोट दिने म किन जाने म जाँदिनँ म यहीँ बस्छु भनेपछि ढुलो कुलको डम्बो नाम्दा के ने मासु डम्बो लता कुलको डुलो नाम्दा के ने भन्छ अनि यहाँको राजाहरूले चाहिँ संरक्षण गरेर त्यहाँको मेन यो महाकाललाई रक्षा गर्ने सुरक्षा गर्ने त्यहाँको पूजा आजा गर्ने चाहिँ फर्स्टमा चाहिँ ढुकुलको डम्बा गे नेवारी जातको ठुलो कुलको डम्बा नाम्दा के नेवारी जातले चाहिँ गरिएको तान्त्रिक विधिले भनेको छ अनि मासु नाम्दो गे नेमे ठो मारा दबा लता कान डम मारा दमा डम ढुङ्गो नामा डम घे नामा डम सबैभन्दा शक्तिशालीमा गरिन्छ सबैभन्दा शक्तिशालीमा र त्यहाँ ठुलो कुलको डम्बा आगो भने आगो पानी भने पानी जेमा पनि हिँड्न सक्ने जेमा जान सक्ने ठुलो कुलको डम्बा नाम्दो के नेमे त भसम नाम्दो के नेमे त्यो चाहिँ फेरि हामी बुद्धिस्ट धर्मको ढुलो कुलको डम्बा नाम्दो के भसम नाम्दो के म तामाङ म त खासै हामी त भोटे भन्दछ तपाईँलाई भोटे तामाङको छोरा ढुलो कुलको डम्बा दे थप योन्जन ढुलो लोदुकुलमा योन्जन भनेको चाहिँ कुल भनेको छ कुलबा भनेको छ ढुलो कुलको डम्बा नाम्दो के नेमे चाहिँ त्यही भएर हामीलाई ढुलो कुलको सम्दम के नेमे यो देवताको पुनर्जन्म र यो देवता कसैले पनि आउँदैन ढुलो कुलको डम्बा नाम्दो के नेमे हामी योन्जन थरको मानिसलाई नै मानवलाई नै आउने हो ढुलो कुलको डम्बा नाम्दो के नेमे दो मासु नाम्दो के नेमे त त्यसैले भाषा फरक विधि एउटै भाषा एउटै ढुलो कुलको डम्बा नाम्दा त्योलाई बोल्ने ढुलो अहिले मैले बोलेको भाषा छ नि ढुलो कुलको डम्बा नाम्दा र लामाले पढ्ने भाषा फरक छ झाँक्रीले गर्ने फरक छ लामासँग नि म मिल्दैन र झाँक्रीसँग नि केही पनि मिल्दैन तर ढुलो कुलको डम्बा नाम्दा उनीहरूले गरेको विधि र मैले गरेको विधि अलिक फरक छ किनभने धुलो मौदमा म सत्य मार्ग र न म बोधी मार्गमा जानेछु म बुद्धिस्ट धर्मको शिरमा बस्नेछु ढुलो कुलको डम्बा नाम्दा म माछा मासु कहिले पनि खाँदैन प्याज लसुन खाँदैन अन्डा खाँदैन ढुलो कुलको डम्बा नाम्दा म भैँसीको दुध त खाँदैन ढेले किनबाट म गाईको दुध मात्रै खान्छु त्यस्तो ढुलो कुलको डम्बा नाम्दा 1 वर्षभित्र मैले यतिको बारेर आएर त मलाई धेरै भगवानले साथ दिनुभयो यहाँको नाथ देवले पनि मलाई धेरै सहयोग गर्नु भएको छ र
केही चिजहरू पनि मलाई उपहार दिनुभएको छ मेने डम्ब नम्द गेने मेडो सोसो त्यो उपहारले चाहिँ मैले अब जुनै ठाउँको जुनै माने केही समस्या भयो भने त्यही चिजले चाहिँ मैले माधु डम्ब नम्द गेने मेडो उद्धार गर्ने भने उद्धार गर्ने मानव जगतलाई उद्धार गर्ने जे भने त्यही मैले जे भने त्यही तल तल डम्ब नम्ब डम्ब के त्यस्तो शक्तिशाली चिज दिएकोमा यो ठाउँलाई यो भूमिलाई मैले म बाँचुन्जेलसम्म कहिले पनि बिर्सिने छैन यो ठाउँलाई के सहयोग गर्नुपर्ने यो जग्गालाई के गर्नुपर्ने मैले पनि निरन्तर गर्नेछु यो बिर्सिने छैन वर्षको एकचोटि आएर म यहाँ पूजा गर्नेछु र यो ठाउँलाई यहाँको बासिन्दा र यहाँको वडा सबैले मिलेर केही गर्नु छ केही गर्यो भने हामीले नै भलो हुनेछ र त्यसको लागि अलि धेरै मेहनत म पनि गर्नेछु मलाई केही पनि चाहिँदैन मलाई यो संसारमा मलाई लोभ लाभ छैन मलाई धर्म मात्रै ठुलो छ मलाई मानव जगतलाई उद्धार गर्न मात्रै ठुलो हो मलाई यो खाना लाउन मलाई के पनि दिन्छ मलाई यो खाना मलाई भगवानले दिन्छ भगवानले आशीर्वाद दिन्छ भगवानले मलाई ज्ञान दिन्छ मलाई यहाँ अब एउटा छ स्टोरी एउटा सुन्छु हा धुलु कुलको डम्म नाम त के यहाँको धुलुसम्म नाम त के टटामा नाम त के कसरी बाँच्यो होला यो सागपात झुटो हो कि हावा हो कि के हो कसरी पट्याउने भन्छ होला नाम त सेमे नम्बर डम्ब नाम त गेनेमा माको तुम्बुलो दु गुल्बुल्टो भारी डम्ब नाम त मलाई तन्त्र मन्त्र धेरै छ ज्ञानहरू धेरै छ जो मनो सम्झे मैले ज्ञान त कति लियो कति यो महाकालको ज्ञानको महाकालको बाच्चा कसम खाएर मैले सबै बाच्चा कसम खाएर त्यही ज्ञानले मैले यहाँ म बाँचेको छु धुलो डुम्बो नाम त गेने मेटा रातको 10 बजेदेखि 1 बजे भित्रमा यहाँ सेवको नाच आउँथ्यो धुलो गुल्बो डम्ब नाम त गेने मे मासा नाम त गुल्बो डोलो डो नाम डम्ब गेने मे डमान तम्ब लताको त्यो नागले चाहिँ मलाई धुम्बो नाम त गेने मे धुलो लग्दगी डम्ब नाम त गे 3 थप्पा 1 2 3 थप्पा दिन र धुलो गुल्बो डम्ब नाम त गेने मे सन्द गेने बसेपछि उहाँले बेरेर मलाई धुम्बो गुल्बो डम्ब नाम त गेने मासु दो उहाँ जानुहुन्थ्यो फेरि उहाँ आउने भएको हप्ताको एकचोटि शनिबारको दिन मात्रै आउँथ्यो धुलो कुलको डम्ब नम्दगी हँसु नम्द गेनेमा थाला डम्ब नम्दगी मुसु नम्द गेनेमा ढाका तला यो 49 ग्राम चामल धुलो कुलको डम्ब नम्द म आउनुभन्दा अगाडिको दिन बेलुका 49 ग्राम चामल 49 चमच भन्दा सानो चमच त्यही पानी गिलासमा हालेर मैले मन्त्र तन्त्र गरेर खाएर आएको त्यहीबाट मैले केही पनि हालेको छैन मान्छेले भन्छ धुलो कुलको डम्ब नाम त गेने छ मानसम्म नमस ढुङ्गो नमस मलाई यो शरीर मेरो अङ्ग अङ्ग सबै भगवानले नै रक्षा गरेको छ भगवानले नै सबै जोडेको छ धुलो कुलको डम्ब नाम त अबदेखि मैले यो पाप भनेको पनि गर्ने छैन कसैले नराम्रो म भन्ने छैन सबैले म बराबर सबैले म राम्रो भनेको छु सबैलाई म भगवानै ठानेछु धुलो डम्ब नाम त गेने कसैको हत्या हिंसा सत्यलाई अत्याचार कसैले दुःख पीडा कसैले दिनु हुँदैन भन्छ हातु ढुङ्गो नाम त गेने नै सेमे नेमे के म ढुङ्गो नाम त गई अनि यहाँ सर्व धुलो कुलको डम्ब नाम त गेने मासु नाम त गेने म 36 दिन 35 दिनदेखि नै आइरहन्थ्यो एउटा सर्व धुलो कुलको डम्ब नाम त गेने मेलो मासु नाम त एउटा सानो आएको थियो अनि पछि फेरि जाने फेरि अलिक ठुलो आउने फेरि सानो आउने फेरि ठुलो आउने गरेर निरन्तर 2 दिनसम्म चाहिँ आएर उहाँले के खोज्नु भएको छ म पनि अचम्मित भएँ म ध्यानमा बसिरहेको छु धुलो कुलको डम्ब नाम त गेने मेलो मासु नाम त गेने मेमा तल त यहाँबाट घुमेर मलाई 3 खण्ड घुमेर धुलो 1 खण्ड घुमेको चाहिँ देख्नुभयो साथीहरू कुनै पनि 3 खण्ड देख्नुभयो अनि धुलो कुलको डम्ब नाम त गेने मेटा सेमे ने चाहिँ किनसँग गेने उनीहरू चित्त बुझेर घुमेर मात्रै धुलो कुलको डम्ब नाम त साथीहरू त हतार त कहाँ गयो कोही थिएन गरे धुलो कुलको डम्ब नाम त के मासु डम्बो नाम त के भानु नाम त त्यो सर्प चाहिँ मासु नाम त यस्तो घुमेर चढेर घाँटीबाट गएर काँधमा बसेर धुलो कुलको डम्ब नाम त गेने ने उहाँले दर्शन यो गाउँको लागि तपाईँले राम्रो गरिदिनु भयो धेरै खुसी छु त्यही भएर म तपाईँले पनि 7 दिन दर्शन दिन आएको भन्नुभयो भने अनि यहाँ बसेपछि उहाँ यहाँबाट गएर यो ढुङ्गाबाट गइसकेपछि उहाँ फर्केर आउनु भएन धुलो कुलको डम्ब नाम त गेने मे त हाँसु नम दम्ब के हिजै किनमा ढुलो नाम त कुलको डम्ब नाम त के त्यही भएर यो ठाउँलाई मेन दुध चढाउने धुलो कुलको डम्ब नाम त गेने मे यो ठाउँमा कुनै भोग दिने कारबार नगरौँ उखा भोग दिने भोका भोग दिने यो काम नगरोस् त्यो छैन कुनै पनि यो कुनै पनि छैन त्यो कसले भन्यो तल अलिकति मिस्टेक बोलेर गरेको रहेछ मैले यसो हिँड्यो त्यही भोग दिएको कारणले नै धुलो कुलको डम्ब नाम त गेमा त अनि यो ठाउँले नचिनेर यो सिद्ध
धुलोकुलको डम्मा आमालाई मालाई यो नाकलाई तातो र शिर भएको नाकलाई नचिनेरै यहाँ दुःख भएको र यहाँ क्षति भएको भन्छ माधो डुम्बो नम्द गेने मेद त्यो छोरा मान्छे बिचरा गाडीमा आगो मान्छे कसरी मर्यो धुलोकुलको यहाँ यही माथि धुलोकुलबाट उसको नम्द गेने मे माधो डुम्बो लोकिनमा मासुको चोक्टा चोक्टा अझै पनि छ हेमे नेमे कहिले त्यो धुलो लोकुलको डाँडामा कति पीडा भएर मरेको छ हेमेले चाहिँ किम्बा शब्द गे नेमे डो उसलाई उद्धार गर्नु छ भन डम्ब नम्द गे नेमे डोलो शब्द गे मासु नम्द गे मैले यहाँको 4 जना चाहिँ उद्धार गरेँ तर यहाँकोलाई किन सकेन भने धुलोकुलमा उसले सामान खोज्यो खानेकुरा खोज्यो छाना त्यो विधि त मैले नगर्नु कुरा भएन अब हामीले त्यसको चाहिँ भोलि पूजा गर्नेछौँ हेले किम्बा डम्ब नम्द गे नेमे डो साता मन डम्ब नम्द गे नेमे डो नम्द गे भन्छ त्यस्तो हेरेर गाडीमा आयो त्यो गाडी अझ त्यत्तिकै एक्सिडेन्ट हुन्छ धुलोकुलबाट किन भयो धुलोकुलमा म नम्द के भोग दिएको भन्छ निश्चित छ धुलोकुल अलिक सच गर्न लाउनु देवी देवता भगवान् रामा झाँक्री सबैलाई सच गर्न माता सबैले सच गर्न लाउनु इलेक्ट्रिकमा डम्ब नम्द गेनेमे अर्को ज्यानलाई समूह नम्द काटेर भोग दिएर कहिले पनि देवता खुसी हुँदैन अरे भादु नम्ब दम्ब गेनेमे त भाषा नम्ब त बित्ती गद्रले गयो भने खुसी हुन्छ भन्छ भारी दम्ब नम्द गेनेमे दो मारु दम्ब सोध्दो गेनेमे त केले डम्ब नम्द भोग दिनु छ भने त्रिशूल दिनुहोस् हन्डा दिनुहोस् ढिगोलो दुखुनु फुल दिनुहोस् हेमे धुप दिनुहोस् भादो डम्ब सिन्दुर दिनुहोस् भाडा डम्ब नम्ब दम्ब गेले दुध दिनुहोस् फुलबो डम्ब नम्द गे मजाले बोल्नुहोस् सबै ढोलो फुलबो डम्ब नम्द बाँध्नुहोस् पूजा गर्नुहोस् त्यही नै उहाँलाई हामीले भलो हुन्छ हेमे नेमले हाम्रो चलन के छ ढोलो फुलबो डम्ब नम्द गे हेमे नेमले त्यो भोग दिनु भनेको छिनको घरको हो तपाईँले आज एक महिनालाई त एक महिनालाई तपाईँ निको भयो राम्रो भयो हैन अर्को पटकमा के हुन्छ धुलोकुलको डम्ब नम्द अनि हाम्रो त ओहो मलाई त यो धर्म माने यो भोग दिएपछि चाहिँ निको हुन्छ निको भएको छ भन्छ अनि धुलोकुलबाट अनि सबै भोग दिइरहन्छ बाख्रा चाहिने कुखुरा चाहिने त्यो होइन रहेछ हेमे नेते मेने मासा नम दम्ब गेने मेटो धुलोकुलको डम्ब नम्द गेने मेट मसँग नमो ठेमे ने मार तकला धुनी मेटो त्यही भएर यो ठाउँको यो के रहेछ भने अलिकता प्रशंसा गर्छु म यो ठाउँलाई धेरैले चिन्छ हेर्दै जानु यो एरियालाई धेरैले चिन्छ तर म भन्छु कुनै ध्यान गर्नु आयो भने 3 दिनभन्दा दिनु चाहिँ हुँदैन धुलोकुलको डम्ब नम्द के नेमेट मासु नम्द अबदेखि धुलोकुलको डम्ब नम्द के भाषा नम्द के उहाँले पूजा गर्न पायो सबै गर्न पायो तर 3 दिनभन्दा ध्यान तपस्या गरेर बस्न दियो भने चाहिँ धुलोकुलको डम्ब नम्द के माछा डम्ब नम्द धुलो के नेने भन्छ अब हामीले यहाँ सिद्धि प्राप्त गर्यो हामीले यहाँ ठुई गर्यो पूजा गर्यो यहाँ धेरै पूजा गरेर त धेरै यहाँ जल्लाको चाहिने चिजहरू हामीले धेरै चिज गरेर शुद्ध गरेको त यो ठाउँलाई के गर्न त हामीले उज्यालो बनाउँछ मन पनि उज्यालो शान्त बनाउँछ हेमे नमटो ढम नमटो मेन चाहिँ नाक नाक छ तातो र सिर्फ अहिले पनि आँखा तिम्रो गरेर तान्त्रिक विधि हेऱ्यो भने मेरो शिरमा नाकै देखिन्छ धुलोकुलको डम्ब नम्द के नेमे तर कुनै तान्त्रिक विधले धुलोकुलको डम्ब नम्द के साथमा मेमे के हो भनेर त्यसले बोलेको केही छ भने मलाई भन्नु होला धुलोकुलको डम्ब नम्द उसलाई मैले प्रुफ गरेर प्रुफै गर्ने खालको मात्रै फेरि अरू जस्तो होइन म त प्रुफ गर्ने खालको हेर्नुहोस् है मैले चुनौती छ मैले नेपाल प्रहरीले पनि सहयोग गरेको छ काठमाडौँमा धेरै हेमेले चोरले चोरेको 3 जनाको सुन त मैले फिर्ता ल्याइदिएको छु किन भन्दाखेरि त्यो चोरले लगेपछि 5-6 महिनासम्म चोर आयो त्यो चोरले लग्यो अनि म बाटोमा आइदिएपछि धुलोकुलबाट सुन पनि बेचेन भने चाहिँ फिर्ता आउँछ है फेरि बेच्यो भने आउँदैन धुलोकुलको डम्ब नम्द के अनि त्यो चोरले के गरेछ म पनि फेरि नयाँ भर्खर भएर आएको त्यस्तै 30-40 जना मान्छे थियो नयाँको बेला अलिक प्याचै बोलेको थियो त्यो फलानाले छोडेछ भनिदिएको थियो कि मैले भन्दाखेरि के भयो अनि धुलोकुलको डम्ब नम्द के अब त विवाद आयो त्यो साथमा मेमेले चाहिँ चोर दोष लाउने प्रुफ गर्नु पर्यो त्यो प्रुफ गरेर त मेमेले काठमाडौँबाट गाउँमा निकाल्नु पर्यो भन्नेसम्म भइसकेपछि लु म आफै टिकट गरेर गाउँमा गएँ ढलकल डम्ब नम्द 8 बजेर 10 मिनट 2 घन्टामा पूजा गरेँ मैले धुलोकुलमा गर्न 21 दिन मात्रै दिन्छु मैले टाइम धुलोकुलको डम्ब नम्द के नमसम्म त त्यो 21 दिन दिएकोमा 13 दिनमै ल सुन हजुरको भनेर ढोकामा दिन गयो ढोकामा दिनु गयो अनि ढेला डम्ब नम्द के नेमे त्यो मान्छेले मलाई फोन गरे मेले सुन त आयो के गर भने अनि ढेला डम्ब नम्द के हाम्रो विवाद आएको साथमा मेमेको चाहिँ विवाद आएको छ त्यो नलिने धुलोकुलको डम्ब नम्द के सम्बन्ध भिडियो गर्नुहोस् र पुलिस चौकीमा गएर समन्वय गरेर त लिने भनेपछि चौकीमा हाम्रै वडा 2 नम्बर वडा चौकीमा गएर समन्वय गरेको एउटा घटना
त्यो प्रुफ भएको एउटा घटना ठुलो कुलको डम्बर त काठमाडौँमा मारो दम्बोलो त 3 महिना अगाडि सिक्री हराएको 6 महिनामा डम्मा के त्यो पनि फेरि नामैकरण गरेको मैले नामैकरण गर्छु मलाई कसैको नाम अहिले थाहा छैन म नामै भनिदिएँ ठुलो कुलको त्यो 11 गते पछिबाट हुन्छ ठुलो कुलको डम्बर नाम त गे नेमेले सम्म नाम दम्मा गे मान दुखी बा हाकी बा टुकी बा सिकेर त्यो चिजहरू चाहिँ मैले धेरै प्रुफ गरेको छु म प्लेन गरेर पनि मलाई मगाएर